What's up guys? नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ हजुरले मेरो अर्को नयाँ भिडियोमा। मेरो नाम विमल नेपाली एन्ड यसको नाम अभिषेक मेरो भाइ। जा मालवा दिन तल मैले अहिले ख्यास हात नछोड मारिदिन्छ माथि। सो आज हाँस्छ फेक लाफ नदे त साला। यस्तै गरिसिन्छ तल त युट्युब त भाइरल नदिँदैछ साला। यस्तो फेक मान्छे स्क्रिप्ट हाँस्न लगाइदिए जस्तो हुन्छ घर त्यस्तो नगर्ने घर। जस्तो छ त्यस्तै र एन्ड रियल देखाउने जस्तो छ त्यस्तो देखाउने। भाइ हामी यस्तो बडी बिल्डर यस्तो बवाल ल ल तेरो बडी देखा ल। अब मेरो देखाउँछु ल। ओन्ली बिना हातको हातले नपेलिकिन के स्क्याम यहाँदेखि यहाँसम्म बराबर छ यार। हेर्न है दामी देखाउँदैछ क्या। सो ल गाइजहरु तपाईँले क्या लाउनु हामी त यस्तो मस्त घुम्दिरहेको ल भर्खर खाना बनाएर बसेको म चाहिँ मकैबारी दरम मकैबारी दर्याम टिक दिङ पागलै तर म क्यामेरा देख्ने बित्तिकै बौला चाहिँ हुन्छु साँच्चै यार। कस्तो के मतलब हरकत त क्या हुन्छ मेरा। मैले क्यामेरामा कस्ता गरेँ क्या अगाडि बोल्न सकिनँ अन्त अगाडि बोल्न सकिनँ फेरि क्यामेरा देख्ने बित्तिकै पागलै भइन्छ म त साँच्चै यार। कस्ता भन् मेरो भिडियो युट्युबमा छन् कस्ता छन् मुठै मारेका पनि छन् यार। होइन फेरि यार त्यस्ता राखिन्न हामीले मुठ हानिन्न नि गाइजहरु। यस्तो सिसप्याकवाला मान्छे पऱ्यो। हात दुख्यो यार हात दुख्यो तैँले गर्नु। ए हाम्रो सर सेकेन्डमा कसरी गर्ने होला के भिडियो यति कन्फिडेन्स गरेर बोल्न सक्ने बानी पऱ्यो त भ्लग त मैले बनाइदिइहाल्थेँ नि त। हामी त घुम्दै ब्लग पनि बनाइन्छ क्या अब हामीले सिक्ने हो म त सिक्ने होइन क्यामेरा छ बवाल छ यो भिडियो कतिले हेर्छ हेर्दैन मलाई थाहा भएन तर म अबको 10 वर्षपछि या 10 वर्षपछि नेपालको नम्बर 1 भ्लगर बन्छु। यो त भन्छ सपना भन्छ आजको राति त्यत्तिकै यो फेरि यार। तर नभए पनि ट्राई त गर्ने भ्लग त ट्राई गर्ने। मैले यस्तो खतरा कन्टेन्ट ल्याउँछु तर कसैले पनि हेर्दैन यो भिडियो मलाई थाहा छ हो नि त। एक दिन जहाँ अब मैले हल्का फुल्का भिडियोको लागि कन्टेन्ट त काफिया लेखिरहेको छु मैले। काफिया बिस्तारै प्र्याक्टिस चल्दैछ अहिले पनि। नयाँ मोबाइल आउँछ नयाँ मोबाइल किन्ने हो त्यसपछि पैसा जम्मा गरेर 10-12 हजार जति भयो अझै त्यसपछि किन्ने हो। अझै पनि मलाई 15,000 जति चाहियो। त्यति 6 महिनामा मैले त्यति गर्न पाएँ भने मेरो लाइफ बन्द यार। त्यहाँनिर 12 बजी फेरि अरू बाहिर ब्याचलर सेचलर पढ्नुपर्छ त यदि 10मा पास भयो हुन्थ्यो यार एक तरिका। होइन तँले त ब्याचलर नपढेर ब्याचलर पढेर कामै अब मेजर इङ्ग्लिस लेख्यो ब्याचलर नपढेर क्या नि हो नपढेर त सुकै छैन लै। अब गल्ती गरेर नल्याउने थियो तैँले गल्ती गरिस् ब्याचलर गरेपछि बेरोजगार भयो बेरोजगार भएपछि भ्लग सुरु गर्नु पर्यो। हाम्रो अलि देखिन्छ त्यहाँ त के छैन नै जा हँदेर देखिया उहाँ हेर्न देखा न के छैन नि त्यहाँ यहाँ नभए पनि छोड्दै भयो यस्तो देखाउनुहुन्न या यो मेरो फ्यामिली भ्लग हो। एन्ड र कतिचोटि वेलकम गर्ने त्यही पनि वेलकम गाइज। स्वागत छ हजुरलाई मेरो अर्को मेरो भिडियोमा। मेरो नाम विमल नेपाली यसको नाम अभिषेक टुल्ला एन्ड ट्राभिस टुल्लाको भाइ अभिषेक टुल्ला। एन्ड हामी जाँदैछु अब केही पनि गर्ने होइन त्यतिकै मैले भिडियो स्टार्ट गरेको त्यतिकै झेउ लाग्थ्यो तर यसमा आवाज सानो आउँछ कि यार। कसैले माइक टक्क एउटा खतरा क्यामेरा भएको मोबाइल यार कहाँ पाउँला मैले कहिले किन्न सकौँला। 2-3 महिना त मैले 10,000 जति जम्मा गरिसक्यो 9,500 भयो टक्क अझै 15,000 भयो त मैले हजुरबाउलाई पनि भन्ने थिएँ कि यार हरकत त फेरि यस्ता छन् नि फेरि तैँले गर्छ त्यस्तै कस्तो त्यसो गर्दैनस् म त क्यामेरा हल्लिन्छ कि यस्तो हुन्छ कि यस्तो क्यामेरा हल्लिनु पनि भएन कि स्टेबलाइजेसन चाहियो क्यामेरामा। सो मेरो फेरि इङ्ग्लिस पनि अलिक दामी छ यसको गोरुको छैन। तेरो छ Fuck you! Motherfuck bitch! Fuck you again! Fuck you too! कौन है बे? अन्त यस्तो बाटोमा मूर्खहरू। सो यस्तो न कति राम्रो हुन्छ होला। Fuck you bitch! म जस्तो राम्रो छ Motherfucker! नगर के त्यसो म जस्तो राम्रो छस् न 10 बिना त भन्दा हजुर बाबा आएर के हुन्छ गर्नु न केही पनि कता गराउन ए बाबा बाबाले स्याहार आयो त्यही भएर होला जे भाइ होस्। सो यो भिडियो यति नै आजको लागि।
नेक्स्ट भिडियो चाहिँ यो बिच यहाँ चाहिँ अब ल